नमस्कार साथीहरू, आज म माछाको रेसिपी बनाउन गइरहेको छु र तपाईहरुलाई देखाउँदैछु आज म कसरी माछा पकाउँछु। ल यो माछा मैले अहिले तारिसकेपछि अब यो यसको ग्रेभी बनाउने तयारीमा प्याज, लसुन, अदुवाको पेस्ट खुर्सानी प्याज हाले। प्याजलाई थोरै केही बेर रातो हुन दिने। ठिक्कको रातो भइसकेपछि लसुन अदुवाको पेस्ट हाल्ने। त्यसपछि त्यसलाई मजाले रातो हुन जाने फ्राई पाक्न दिने। त्यसपछि मसला, यो सिक्रेट मसला हो, घरमा बनाएको स्पेशल मसला। तपाईले आफ्नो तरिकाले कुन मसला मनपर्छ भनेर बनाउन सक्नुहुन्छ। त्यसलाई मसला पाक्न दिने, मजाले चलाउँदै पाक्न दिने। स्वाद अनुसार नुन हाल्ने। त्यसपछि तपाईलाई कति ग्रेभी बनाउनु छ, कति माछा छ, माछा अनुसारको ग्रेभी तपाईले बनाउन सक्नुहुन्छ। त्यसलाई एकछिन चलाएर ठिक्क आँचमा पाक्न दिने। उम्लिसकेपछि अघि फ्राई गरेको माछा छ, त्यो माछालाई यो झोलमा यसरी डुबाउने। डुबाइसकेपछि एकछिन पाक्न दिने। यसरी एकछिन पाक्न दियो भने माछाको स्वाद पुरै ग्रेभीमा टेस्ट आउँछ। हल्का चलाइदिने, डुबाइदिने। डुबिसकेपछि एकछिन पाक्न दिने। पाकिसकेपछि अहिले आगो धीमा गरेर पकाउनु पर्छ। अब लगभग हाम्रो माछा तयार भयो। अब यसरी धनियाको माथिबाट गार्लिक गरिदिने। धनिया छर्किदिएपछि अब माछा रेडी भयो। अब यसलाई थालीमा सर्भ गर्ने। त्यसपछि तपाईलाई केसँग खाने मन लाग्छ, भातसँग, रोटीसँग, आफूलाई जेसँग खाने मन लाग्छ सँग तपाईले खान सक्नुहुन्छ। रेडी भयो। शीतनको उसमा पनि युज गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।